नेपाली जनयुद्धका जनरल ज्यापका रूपमा सुपरिचित जनमुक्ति सेना नेपालका प्रमुख कमान्डर नन्दकिशोर पुन पासाङ राष्ट्रवादी क्रान्तिकारी युवा नेताका रूपमा चर्चित हुनुहुन्छ। उहाँकै नेतृत्वमा जनमुक्ति सेनाले 240 वर्ष पुरानो सामन्तवादी राज संस्थाको अन्त्य गरी देशमा गणतन्त्र स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्यो। नेपाली सेना र जनमुक्ति सेनालाई समायोजन गर्ने प्रक्रियामा संयुक्त राष्ट्र संघीय ज्वाइन्ट मोनिटरिङ कोअर्डिनेसन कमिटी जेएमसीसीमा जनमुक्ति सेनाका तर्फबाट नेतृत्व गर्दै पासाङले शान्ति प्रक्रियाको एउटा प्रमुख पक्ष सेना समायोजनमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो। नेपाली जनता र राष्ट्रको शिर उँचो गर्ने कार्यमा योगदान गरे बापत उहाँ सम्माननीय राष्ट्रपतिज्यूबाट जनसेवा सुप्रबल श्री विभूषणद्वारा विभूषित हुनुहुन्छ। पासाङले नेपाली चिकित्सा क्षेत्रलाई पनि गौरवान्वित तुल्याउनु भएको छ। उहाँको एकाएक मृगौला खराब भएको थियो, त्यसो हुँदाखेरि यो एकाएक मृगौला खराब केले भयो, त्यसको विस्तृत जाँच गर्नु स्वाभाविक कुरा हो, जाँच हुनैपर्छ र भनेर अनि हामीले यहाँ गर्न नसकिने भन्दा नि एउटा अप्सन दिएको, किनभने उहाँ धेरै ठुलो नेता पनि हुनुभयो र अनि त्यही बिचमा चाहिँ त्यही दिन आउनुभएको थियो प्रचण्डजी आउनु, उहाँसँग मैले 5 मिनट कुरा गरेको थिएँ, बाबुरामजीदेखि सबै नै आउनुभयो यहाँ आएर उहाँहरूसँग कुरा भयो र अनि उहाँ पार्टीको इच्छा पनि उहाँलाई चाँडोभन्दा चाँडो राम्रो उपचार कहाँबाट कसरी गराउन सकिन्छ त्यसलाई आवश्यकै पर्यो भने इन्डिया अथवा कहीँ जान पर्छ कि भन्ने किसिमको प्रचण्डजीहरूको उहाँहरूको विचार पनि थियो। यो सबै कुराले हेर्दाखेरि स्वाभाविक रूपमा हाम्रो यहाँको हस्पिटल इन्डियाको अथवा ब्याङ्ककतिरको बराबरको छ भनेर मैले भन्न सक्दिनँ, त्योभन्दा हामी कमै छौँ। तैपनि जे जसो छ हामीले आफ्नो चाहिँ बुद्धि र विवेकले भ्याएसम्म यहाँको उपलब्ध साधन र स्रोतलाई चाहिँ प्रयोग गरेर उहाँको उपचार गर्छौँ भनेर म र मेरो टिम चाहिँ अगाडि बढ्यो। त्यसरी हामीले उपचार गर्दै गयौँ। त्यसपछि तेस्रो दिनपछिदेखि केही सुधारको लक्षण देखियो अनि उहाँ पासाङजी पनि पूर्ण रूपमा बोल्न सक्ने हुनुभयो। अनि त्यसपछि उहाँ आफैले भन्नुभयो अब तपाईँहरूले मलाई यस्तो राम्रो उपचार गरिराख्नु भएको छ, म अस्ति आउँदा भन्दा क्रमिक रूपमा मलाई राम्रो हुँदै गएको छ, मेरो सुधार हुँदै गएको छ, तपाईँले यति राम्रो गर्दा गर्दै म किन विदेश जानु पऱ्यो, म किन विदेश जाने, म जान्न भनेर उहाँले भन्नुभयो। त्यसपछि उहाँका अरू साथीहरूले पनि पटक पटक सम्झाइ बुझाइ गर्नुभयो। डाक्टर साहबहरूको पनि सल्लाह छ यहाँभन्दा उतातिर भयो भने केही राम्रो पक्कै पनि हुन्छ, त्यसले गर्दाखेरि त्यो मौका लिने हो कि त्यहाँ जाउँ भनेर पटक पटक चाहिँ भन्दाखेरि पनि उहाँले कुनै पनि हालतमा मान्नु भएन। अनि के भन्नु भने अब उहाँहरूले मलाई यहाँ उपचार गर्नुभएको छ, राम्रो छ, मलाई राम्रो भइरहेको छ, बरु मर्न पऱ्यो नि म यहीँ मर्छु भन्ने किसिममा भन्नुभयो। र त्यो सुन्दाखेरि मलाई म यहाँको यो नेफ्रोलोजी विभागको प्रमुख भएको हिसाबले गर्दाखेरि एकातिर खुसी पनि लाग्यो, अर्कातिर चिन्ता पनि लाग्यो। चिन्ता खुसी कसरी भने अब उहाँहरू जस्तो ठुलो लेभलको नेताहरूले चाहिँ यसरी विश्वास गर्दैन, हामीलाई एउटा गर्वको कुरा हो। चिन्ता कसरी भन्दाखेरि भने अब भोलि कसै केही भइहाल्यो भने यो त मेडिकल साइन्समा त सधैँ सफल हुने कुरो छैन नि। एकाएक भेटिएको छ, पहिलाको केही हिस्ट्री छैन, पहिला हेरिएको छैन, उपचार गर्दै जाँदा असफल भइयो भने के गर्ने, त्यो त हाम्रो उसमा हुन्छ। त्यो बेलामा के होला त्यसको कन्सिक्वेन्स भनेर त्यो पनि सोच्नुपर्ने भयो। त्यो हेर्दाखेरि चिन्ता पनि लागेको थियो। तर यसमा के भने ठुलो कुरा चाहिँ उहाँ आफैले यस्तो धेरै हौसला दिनुभयो कि म ठिक छु, म सुधार भएको छु, ठिक छ राष्ट्र तपाईँले गरेको ठिक छ, चिन्ता गर्नु पर्दैन, म राम्रो हुन्छु, जानु पर्दैन भनेर उहाँ आफूले भनिदिँदाखेरि मेरो पनि म र मेरो टिम सबै हामी ढुक्क भयौँ। ओहो, किन बिरामीले म ठिक छु भनेदेखि त हामीलाई अलिकति हौसला बढ्छ नि, किन धेरै जस्तो केसमा बिरामीले खोइ मलाई राम्रै भएन भन्ने खालको बिरामी पाइन्छन्, त्यो भएन। उहाँको आत्ममनोबल धेरै ठुलो देखियो। त्यसले गर्दाखेरि उहाँ आफू पनि चाँडो निको हुन सक्नुभयो र म र मेरो टिमलाई पनि ठुलो हौसला मिल्यो। त्यसले गर्दाखेरि अनि त्यसको जस चाहिँ उहाँलाई र हामीले जान्छ हामीले पायौँ। यसरी हेर्दाखेरि
अहिले हाम्रो जुन अब यहाँ भइराखेको चाहिँ नेताजीहरू चाहिँ हेर्दाखेरि अब प्रायः उहाँहरू अब रुगा खोकी लागे पनि इन्डियातिर धाउने अथवा विदेशतिर धाउने चलन छ। त्यो हेर्दाखेरि चाहिँ पासाङजीको मात्र चाहिँ देखिएन, किनभने उहाँले मर्न पर्ने यहीँ मर्छ भन्नुभयो। त्यही ठुलो कुरो, आखिर होइन मर्न पर्ने त सबैलाई एकचोटि मर्नै पर्ने हो। तर त्यो कुरा उहाँले त्यतिखेरै सोचेर विचार गरेर भन्दाखेरि अलिकति राष्ट्रवादी नेता जस्तो राष्ट्रभक्ति धेरै नै छ कि उहाँप्रति जस्तो किसिमको मलाई अनुभव भयो। पासाङको जन्म रोल्पाको दुर्गम गाउँमा भए पनि हाल उहाँको बसोबास कपन गाविस वडा नम्बर 3 मा छ। खुल्ला राजनीतिमा आएपछि विगत 7 वर्षदेखि उहाँ निरन्तर कपनमै बस्दै आउनु भएको छ। पासाङ कसरी र किन माओवादी हुनुभयो त? म खास गरी माओवादी जनयुद्धमा लाग्नु अथवा माओवादी पार्टीमा लाग्नुको मुख्य कारण भन्नुपर्दा म कम्युनिस्ट त विद्यार्थी राजनीतिबाट नै कम्युनिस्टमा लाग्दै आएको थिएँ 36 सालदेखि। तर खासमा माओवादी बन्नुको कारण के हो भने 46 साल पछिको बौडोली व्यवस्थामा जो पनि पार्टीमा लाग्ने आफ्नो विचारको स्वतन्त्रता हुँदाहुँदै त्यतिखेर हामी जनमोर्चामा थियौँ। तर रोल्पा जिल्लामा नेपाली काङ्ग्रेसका मित्रहरूले के गर्नुभयो भने जथाभावी मुद्दा लगाउने कामहरू गर्नुभयो र हामी रोल्पाका जति पनि शिक्षकहरू छौँ सबैलाई चाहिँ झुट्टा मुद्दा जथाभावी झुट्टा मुद्दा लगाउनु भयो। र मलाई त अझ के भन्नुहुन्छ भने 15-20 वटा अनावश्यक झुट्टा मुद्दाहरू लगाइयो। म जुन बेला टिचर थिएँ त्यतिखेर एकता केन्द्र थियो र एकता केन्द्रको क्याडरको रूपमा म थिएँ। तर मलाई झुट्टा मुद्दाहरू लगाइयो र शिक्षक जागिर गर्दा गर्दै मलाई एक ठाउँबाट अर्को ठाउँबाट अर्को ठाउँ सरुवा गरियो। र त्यसपछि सरुवा मात्रै होइन, चक्का मेला एउटा स्थानीय चक्का मेला लागिराखेको थियो र त्यो चक्का मेलामा मलाई गोली हानियो। मलाई मार्नको लागि चाहिँ प्रशासनले त्यति बेलाको नेपाली काङ्ग्रेसका नेताहरूले मलाई निर्देशन गरे कि टाउको ल्याऊ कि चाहिँ जिउँदो ल्याऊ भनेर चाहिँ निर्देशन जारी गरियो। र मेरो टाउकोको मूल्य जुन बेला कि कसैको टाउकोको मूल्य तोकिएको थिएन, सायद त्यही बेलामा हाम्रो अध्यक्ष पनि भूमिगत हुनुहुन्थ्यो, तर उहाँको टाउकोको मूल्य तोकिएको थिएन, मेरो टाउकोको मूल्य तोकिएको थियो। र कि टाउको ल्याउने र कि चाहिँ लास ल्याउने कि मान्छे पकडेर ल्याउने भनेर आदेश गरिएको थियो। र मलाई चाहिँ पक्राउन कोसिस गरे अनावश्यक रूपमा, तर मलाई गोली हानियो, मार्न भनेर गोली हानियो, पाखुरामा गोली लाग्यो। र त्यसपछि म बाध्य भएर टोटली भूमिगत जाने निर्णय गरेँ। र त्यसपछि अब कि त अब मृत्यु कि त मुक्ति भन्ने स्वाभाविक रूपले मेरो अगाडि एउटा च्यालेन्ज जन्मियो। त्यसपछि म भूमिगत भएँ र बन्दुक उठाउन बाध्य भएँ। माओवादी जनयुद्ध गरिब, किसान, महिला, मजदुर, दलित, आदिवासी, जनजाति, उपेक्षित क्षेत्र तथा निमुखा जनताको मुक्तिका लागि भएको बलिदानीपूर्ण सङ्घर्ष थियो। वास्तवमा महिलाहरूको विषयमा सोच्ने र एउटा समानता, कुनै लैङ्गिक भेदभाव, कुनै वर्गीय भेदभाव रहित समाजको निर्माण गर्न चाहन्छ अथवा त्यस्तो सुन्दर संसार निर्माण गर्न चाहन्छ जहाँ सबै मानवहरू समान, त्यो राजनीतिक रूपमा, त्यो आर्थिक रूपमा, त्यो सांस्कृतिक रूपमा, त्यो पूर्ण अधिकारले सुसूचित होस्। आर्थिक, सामाजिक तथा सांस्कृतिक न्याय र समानताका लागि पासाङ वर्गीय सङ्घर्षको ज्वारभाटामा होमिनुभयो। जनयुद्धका बेलामा पासाङको नेतृत्व र संलग्नता नभएका ठूला युद्ध मोर्चाहरू कमै थिए। अधिकांश युद्धहरूमा पासाङ आफै उपस्थित भएर कमान्ड गर्नुहुन्थ्यो। पासाङ जनयुद्धको कमान्डर मध्ये एउटा प्रतीक थियो, इमान्दारिताको, वफादारी र अनुशासनको, कर्तव्यनिष्ठाको। पासाङ नभएको भए जनयुद्ध यो उचाइमा यति छिटो आउन सम्भवै थिएन। त्यसकारण अब आफ्नो जिम्मेदारीप्रति सम्पूर्ण रूपले इमान्दार, पारदर्शी, कुनै छलकपट नभएको, कमान्ड क्षमता, प्रचुर कमान्ड क्षमता भएको, नीति र नेतृत्वप्रति सम्पूर्ण रूपले इमान्दार। मैले जनयुद्धको पुरै अवधिमा पासाङको तुलना गर्ने मान्छे देखेकै छैन। नेपाली जनताले मलाई लाग्छ सबैले बुझ्नै पर्छ, पासाङ नभएको भए यो युगान्तकारी परिवर्तन
ल्याउन जो जनमुक्ति सेनाले सफलता प्राप्त गर्यो त्यो सम्भव थिएन। म जनयुद्धभरि पनि र अझ त्यसमा पनि पछिल्लो चरण पासाङलाई नै आफ्नो सेकेन्ड इन कमान्ड बनाएर चलेको हो, यो दुनियाँले देखेकै कुरा भयो। शान्ति प्रक्रियामा आएपछि पनि शान्ति प्रक्रियालाई पार्टीको निर्णय अनुसार, नेतृत्वको निर्देशन अनुसार सफलतासम्म पुर्याउन उहाँले पुरै तागत लगाइदिनु भयो। उहाँले पुरै तागत नलगाइदिएको भए, उहाँ इमान्दार नभएको भए सायद धेरै जटिलताहरू आउन सक्थे। त्यसकारण पासाङजी जनयुद्धको बेलामा पनि, शान्ति प्रक्रियाको बेलामा पनि राष्ट्रप्रति, जनताप्रति, पार्टीप्रति र नेतृत्वप्रति चाहिँ उहाँ जहिले पनि इमान्दार रहनुभयो। यो विशेषता कमै नेताहरूमा देख्न पाइन्छ। एउटा युवा नेता हुँदा हुँदै पनि उहाँले जो परिपक्वता देखाउनु भएको छ जनयुद्धमा र शान्ति प्रक्रियामा, यो अद्वितीय छ भनेर भन्दा अत्युक्ति हुन्छ भन्ने मलाई लाग्दैन। सेना समायोजन सकिएको छ तर संविधान बनेको छैन। शान्ति प्रक्रिया अझै पूरा भएको छैन। संविधान सभाको पहिलो निर्वाचनमा पासाङ उम्मेद्वारका रूपमा सहभागी हुनु भएन। उहाँ सेना समायोजन प्रक्रियामा पुरै सक्रिय भएर लाग्नुभयो। जेएमसीसी प्रमुख जनरल विलियमसन नन्दकिशोर पुन पासाङको बारेमा यसो भन्नुहुन्छ। पासाङ समस्याको बौद्धिक र तार्किक हल गर्न सक्छन्। उनको विचार र न्यायको स्पष्टता दुवै पक्षबीच सहमतिको दौरानमा उत्पन्न भएका कठिनाइहरूको समाधानका निम्ति महत्त्वपूर्ण रहँदै आयो। पासाङ नेपाल र विशेष गरी शान्ति प्रक्रियाका निम्ति अनमिनका प्रतिनिधि एम्बेसडर हुनका निम्ति योग्य भएका छन्। हतियार अनुगमन प्रमुख र जीएमसीसी अध्यक्ष हुनुको नाताले उनले यस मिसनबाट जे उपलब्धि हासिल गरेका छन् त्यसप्रति म गर्व गर्दछु। उनी आफूले कमान्ड सम्बन्धी जे क्षमता प्रदर्शन गरे त्यसको आधारमा एउटा जनरल अधिकृतको निम्ति नैसर्गिक अधिकार राख्छन्। अहिले सेना समायोजनको काम सकिएको छ, त्यसैले पासाङ संविधान निर्माणको मिसनमा लाग्नु भएको छ। एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको तर्फबाट प्रत्यक्षतर्फ उहाँले काठमाडौँ क्षेत्र नम्बर 4 मा उम्मेदवारी दिनुभएको छ। नेपालको समकालीन राजनीतिमा नेकपा माओवादी राजनीतिको नयाँ पुस्ता हो। माओवादीको 10 वर्षको जनयुद्धले त्यसको परिणामस्वरूप नेपालमा गणतन्त्रको स्थापना भएको छ। नेपाललाई सङ्घीयतामा संस्थागत गर्ने प्रक्रिया सुरु भएको छ र निर्वाचनको उद्देश्य त्यही नै हो र साझा राज्य निर्माण गर्ने, साझा राष्ट्रियता निर्माण गर्ने र सबै नेपालीहरूको साझा राज्य निर्माण गरेर राज्यबाट पाखा पारिएका सबै समुदायहरूलाई राज्यको नजिक ल्याउने चेष्टा सुरु भएको छ। यो प्रक्रिया प्रारम्भ गरेको नेकपा माओवादीले हो। यसलाई संस्थागत गर्ने मूल दायित्व पनि माओवादीको नै हो। गणतन्त्र आदि इत्यादि मैले जे भने ती सबै नेकपा माओवादीले लामो जनयुद्धको प्रक्रियाबाट जन्माएका सन्ततिहरू हुन्। ती सन्ततिलाई जगेर्ना गर्ने, दिगो बनाउने पनि माओवादीको जिम्मा हो। अहिले नेकपा माओवादीबाट अध्यक्ष प्रचण्ड दुई ठाउँबाट उठ्नु भएको छ। पासाङ मेरै क्षेत्रको उम्मेदवार हुनुहुन्छ। प्रचण्ड नेपालको 10 वर्षको जनयुद्धको राजनीतिक कमान्डर हुनुहुन्थ्यो। पासाङ 10 वर्षको जनयुद्धको सैन्य कमान्डर हुनुहुन्थ्यो। यो परिवर्तनको प्रक्रियामा उहाँहरू दुईजनाको उल्लेख्य योगदान छ। यद्यपि त्यसमा संलग्न भएका कार्यकर्ताहरू, आम जनताहरू, शहीदहरू तिनको पनि धेरै ठुलो योगदान छ। म के अपेक्षा गर्छु भने जसले यो समग्र प्रक्रिया प्रारम्भ गर्यो त्यसलाई संस्थागत गर्नुपर्ने दायित्व भएका नायकहरू निर्वाचनबाट विजयीको रूपमा निस्कनेछन्। अहिले संविधान सभा विघटन भएको छ। संविधान सभा किन विघटन भयो भन्ने बारेमा धेरै विवादहरू छन्। वास्तवमा परिवर्तन चाहने र परिवर्तन नचाहनेहरूको द्वन्द्वको परिणामस्वरूप नै संविधान सभा असफल भएको हो। अबको संविधान सभामा अघिल्लो पटक संविधान सभा असफल भयो
संविधान सभाको अर्को निर्वाचन हुँदैन, त्यसले नेपालभरिका जिम्मेदार मतदाताहरूबाट म के अपेक्षा गर्छु भने मतदान तिनलाई गर्नुहोस् जसले यो सम्पूर्ण प्रक्रियाको निर्माण गरे, जसको शिरमा यो प्रक्रियालाई संस्थागत गर्ने दायित्व छ। जनताले आफ्नो संविधान आफैले बनाउनु पाउनु पर्ने र आफ्नो भाग्यको फैसला आफैले गर्ने र आफ्नो अधिकारको सुनिश्चितता आफैले गर्ने संविधान सभा मार्फत गर्न पाउने सबैभन्दा राम्रो लोकतान्त्रिक प्रक्रिया हो। त्यसै भएको हुनाले तत्कालीन नेकपा माओवादीले त्यो मुद्दालाई जनयुद्धको माध्यमबाट उठाएर ल्यायो। त्यसको लागि 13,000 को बलिदान पनि भयो। हामी संविधान सभामा गयौँ र संविधान सभाको चुनाव भइसकेपछि एकीकृत नेकपा माओवादी ठुलो राजनीतिक पार्टीको रूपमा उदय भयो। पहिलो संविधान सभाले गणतन्त्रको घोषणा गर्यो र गणतन्त्रको घोषणा सँगसँगै संविधान सभाको निर्माणको प्रक्रिया पनि अगाडि बढ्दै गयो। पहिलेको सहमति के थियो भने शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रिया सँगसँगै बढाउने भन्ने सहमति थियो। अन्त्यसम्ममा आउँदाखेरि सेना समायोजनको प्रक्रिया कम्प्लिट भयो, तर दुःखको कुरो संविधान निर्माणको प्रक्रिया कम्प्लिट हुन सकेन। अन्य राजनैतिक पार्टीहरू, खास गरी यथास्थितिवादी राजनीतिक सोच चिन्तन प्रवृत्ति भएका पार्टीहरू संविधान निर्माणको प्रक्रियामा अग्रगामी सोच अनुसार अगाडि बढ्न सकेनन्, अथवा भनौँ न पहिचान सहितको संहिताको सन्दर्भमा जनतालाई सबै जाति, क्षेत्र, वर्ग, लिङ्गलाई अधिकार दिने सन्दर्भबाट जुन पहिचान सहितको संहिताको कुरामा सहमति बन्न सकेन। तर पनि पहिलो संविधान सभाले केही महत्त्वपूर्ण काम अवश्य गरेको छ र मूलभूत रूपमा 2-3वटा महत्त्वपूर्ण कुराहरू शासकीय स्वरूपको बारेमा टुङ्गिएन, सङ्घीय संरचनाको बारेमा कतिवटा प्रदेशहरू राख्ने र त्यसको नामाङ्करण कस्तो राख्ने भन्ने विषयमा टुङ्गिन सकेन, पहिचान सहितको संहिता बनाउने या सामर्थ्यको आधारमा बनाउने भन्ने विषयमा पनि टुङ्गिन सकेन र अन्तमा संविधान सभा विघटन हुन गयो। अहिले संविधान सभाको दोस्रो निर्वाचन हुँदैछ र त्यो सँगसँगै हामी हेटौडा महादेव जस्ता आर्थिक सामाजिक रूपान्तरणको लागि, उत्पादन र विकास निर्माणको लागि, आत्मनिर्भर अर्थतन्त्रको लागि हामीले एउटा नयाँ कार्यदिशा र समाजवादी क्रान्तिको आधार तयार गर्ने र पुँजीवादी क्रान्ति सम्पन्न गरेर देशलाई औद्योगिकरणतिर लैजाने एउटा नयाँ कार्यदिशा पनि हामीले पारित गरेका छौँ र नयाँ ढङ्गले देशको स्वाधीन अर्थतन्त्रको विकासको लागि र प्रगतिशील राष्ट्रवादको लागि पनि हामीले नयाँ सोचहरू अगाडि सारेका छौँ र त्यो सँगसँगै अर्को जो संविधान सभाको जुन आवश्यकता बन्न गएको छ त्यो आवश्यकताको आधारमा हामीले अहिले दोस्रो संविधान सभामा खास गरी पहिचान सहितको संहिताको बारेमा हामीले स्पष्ट धारणा राखेका छौँ कि पहिलेको संविधान सभाबाट जसरी सङ्क्रमणकाल लम्बिन गयो, एकीकृत नेकपा माओवादीको पक्षमा 2/3 बहुमत नहुँदा, सरकार सञ्चालनको लागि स्पष्ट बहुमत नहुँदा अस्थिरता बन्न गयो, सरकार ढल्ने भट्किने स्थिति र विकास निर्माणले गति नलिने स्थिति जुन बन्न गयो, त्यसलाई अहिले तोडेर जानुपर्छ र स्पष्ट बहुमतको सरकार एकीकृत नेकपा माओवादीलाई जनताले दिनुपर्छ। भ्रष्टाचार मुक्त र सामाजिक न्याय सहितको सरकार र समानुपातिक, समावेशी, सहभागितामूलक, जनमुखी लोकतन्त्रको अभ्यासको लागि स्पष्ट बहुमत एकीकृत नेकपा माओवादीलाई दिनुपर्छ भन्ने हाम्रो अनुरोध छ। त्यस्तै एजेन्डा मिल्ने पहिचान सहितको संहिता, समानुपातिक, समावेशी, धर्मनिरपेक्षता, जो शोषित उत्पीडित वर्गहरू छन्, यी सबैको एजेन्डा मिल्नेहरूसँग सहकार्य गरेर 2/3 बहुमत प्राप्त गरेर देशलाई अग्रगामी संविधान दिनुपर्छ भन्ने अहिले एकीकृत नेकपा माओवादीको स्पष्ट धारणा छ। सम्पूर्ण नेपाली जनताले भोट बाँडिने होइन, भोट बाँडिँदाखेरि देश भाँडिन्छ भन्ने कुरा विगत संविधान सभाले देखाएको छ। त्यसो भएको हुनाले अहिले भोट नबाँडिकन एकीकृत नेकपा माओवादीको मुद्दा एजेन्डा भएको हुनाले हामीले राष्ट्रपति प्रणालीलाई अगाडि सारेका छौँ र अध्यक्ष प्रचण्डले नेतृत्व गरेको जुन एजेन्डा हामीले अगाडि सारेका छौँ, उहाँको नेतृत्वमा अगाडि बढेको यो एजेन्डालाई अत्याधिक बहुमतले हाम्रो पार्टीलाई विजय गराउनु हुनेछ र शासकीय स्वरूपमा राष्ट्रपति प्रणाली र पहिचान सहितको संहिता यो मोडेलमा देशलाई अगाडि लगेर स्थिर शासन दिएर देशलाई अगाडि बढाउनु पर्छ भन्ने हाम्रो सोचाइ छ।
sound